अझै पनि एउटा मैले भारतीय च्यानल एउटा हेर्दै थिएँ, त्यहाँनेर चाहिँ भारतको चाहिँ एक खालको चाहिँ प्रत्यक्ष खालको आदित्यनाथको चाहिँ एक खालको सहयोग छ राजावादी आन्दोलनलाई चाहिँ उचाल्नका लागि भन्ने खालको पनि देखिरहेको थियो। भनेपछि यो खालको भड्काउहरू पनि भइरहेको छ। त्यो त होला ल, आदित्यले हाम्रो राजा आओस् भन्ने कामना पनि गर्ला कि आदित्यले कामना गरेर राजा आउँछ त। सन् 1949 पछाडि जब अङ्ग्रेजहरू भारत छोडेर गए 564 वटा राजा किन हटाएको त? आदित्यले पनि त्यो ल्याउनु पर्ने होला नि त। भारतभरि उनको प्रभाव अहिले नहोला, युपीमा पनि त थियो होला नि त 150 राजा। 150 राजा त ल्यायो नि त, ल्याउँछ नि त आदित्यले। उनलाई मुख्यमन्त्री बन्न परेको थियो, उनलाई भारतको प्रधानमन्त्री बन्न परेको छ होइन। उनको देशको राष्ट्रपति चाहिँ नि पछाडि परेको वर्गको, दलितको, मुस्लिमको बनाउँछन्। अनि हाम्रो चाहिँ नि रामवरण यादव मधेसी राष्ट्रपति भएको, भैँसीको घोडा चढ्ने राष्ट्रपति उडाएका छन्। विद्या भण्डारी घाँस काट्ने राष्ट्रपति भनेका छन्। उहाँ रामचन्द्रलाई कागती बाजी भनेको छ। त्यही घाँस काट्ने, त्यही भैँसी घोडा चढ्ने, त्यही कागतीको व्यापार गर्ने, व्यवसाय गर्ने मान्छे बनाउनु खोज्यो भने लोकतन्त्रको सुन्दरता त्यही हो नि। अनि आदित्यले ल्याएर ल्याउँदैन नि त। अब सवाल के हो भने भारतभरि नेपाली चाहिँ चोरी गर्छन् भन्ने एउटा चाहिँ मेसेज जानेर तपाईँ हामी जस्तो मान्छे भोलि भारतको चाहिँ सुपर मार्केटतिर कतै सपिङ गर्न गयो भने यो नेपाली टोपी देखाएको छ, सेक्युरिटी गार्ड पैसा लाँदा पनि ढोड भयो नि त। भन्दा भन नेपाली भने त इमान्दार छन्, वीर छन्। संसारभरि नेपालीको जुन गौरव थियो यो राजावादीका आन्दोलनका नाउँमा त नेपालीको गौरव र पहिचान समाप्त गर्ने काम गरेका छन्।